यदि सुमेन्दु सरकार साँच्ची नै गोर्खाहरूप्रति अलिकति पनि संवेदना राख्नु चाहन्छ भने मदन तामाङ हत्याकाण्ड केस चाहिँ खोलिएको हुनुपर्छ, ताकि गोर्खा समाजले पनि विश्वास जगाउन सकोस् न बङ्गालपट्टि। हामीपट्टि स्वच्छ भाव निगरानी राख्दो रहेछ, हामीलाई न्याय दिँदो रहेछ बङ्गाल सरकारले भन्ने पनि होस् न। किनभने आजको दिनसम्म कहिले पनि बङ्गाल सरकारले न्याय दिएको छैन। जिटिएमा 2011 देखि 2026 मेसम्म घोटालाहरूमाथि जाँच गरिने जुन आधिकारिक घोषणा गर्नुभएको छ मुख्यमन्त्री शुभेन्दु अधिकारीज्यू अनि सांसद राजु विष्टज्यूको पहलमा यो काम भएकोमा यहाँलाई हामी हार्दिक धन्यवाद दिन्छौँ र गोरामुमो पार्टीको तर्फबाट यस ऐतिहासिक कदमलाई हामी हार्दिक स्वागत जनाउँछौँ। यो पहाड तरे डुवर्सको जनताको जित हो अनि स्वाभिमानी जनताको जित हो, जसले भ्रष्टाचारको खिलाफमा रहेर आवाज बुलन्द गरे, जसले भ्रष्टाचारको खिलाफमा धेरैवटा भोटहरूमा आफ्नो मत दिए। यो जाँच आयोग गठन हुनु विश्वजित बसुको नेतृत्वमा यो जनताको जित हो। यसको निम्ति म सम्पूर्ण पहाड तराई डुवर्सको जनतालाई पनि म बधाई दिन चाहन्छु र यो आउँदै गरेको कमिटीलाई जहाँ जहाँ घोटाला भएको छ त्यो कुराहरू जनता हामी सबैले उजागर गर्नुपर्छ र यो जाँच कमिटीलाई पहाडको तर्फबाट अनि गोरामुमो पार्टीको तर्फबाट हार्दिक हार्दिक स्वागत जनाउँछु र म अन्तमा फेरि सांसद राजु विष्टजी अनि मुख्यमन्त्री शुभेन्दु अधिकारीज्यूलाई यो जाँच आयोगको निम्ति हार्दिक धन्यवाद दिन चाहन्छु। नमस्कार जोरको सोलाई। पहाडको बेसी नौटङ्की देखेर नि बलिउडको पिक्चर हलिउडको पिक्चरहरू नहेरिनु हुन्छ। पहाडको राजनैतिक नौटङ्की काफी छ। हुने मुद्दामा चाहिँ यिनीहरू चुई बोल्नु सक्दैन, नहुने मुद्दा अनि कति बेला सुमेन्दु सरकारले नोटिफाई गर्छ या केही कुरा बोलिदिन्छ अनि हतार हतार जी हजुरी धन्यवाद ज्ञापन गर्नु एकदम होडबाजी हुन्छ, तात लाइन लागिरहेको हुन्छ। गोर्खे राजनीति अहिले एक सा एक, चाहे गोरामुमो होस् चाहे गोजामुमो होस्, सुमेन्दु सरकारलाई एकदम धन्यवाद ज्ञापन गर्दैछ। घोटालाको लागि चाहिँ तपाईले एकदम प्रभु आयोग गठन गरिदिनु भयो, धन्यवाद। त्यो आयोगको माध्यमबाट सबैजनाले एक सा एक अब कहाँ कहाँ घोटाला भएको छ त्यो आयोगलाई रिपोर्ट गर्नुपर्छ भन्दैछ। यही त चाहन्छ बङ्गाल सरकारले। कसै पनि सही राजनीतितर्फ नजाओस्, सही जातिगत मुद्दा नउठाओस्। उठायो भने तँहरूलाई खानुसम्म खानु दिएको छु, जाँच हुन्छ है भनेर चाहिँ मुख थुनिदिएको यिनीहरूको। अनि यिनीहरू फेरि दुधको साक्षी बिरालो हुँदै धन्यवाद सुमेन्दु सरकार धन्यवाद भन्छ। फेरि सुमेन्दु सरकार विषय पनि बोल्छु, पहिला यहाँको कुरा गर्छु। जुन प्रकारले गोरामुमोले धन्यवाद दियो नि सुमेन्दु सरकारलाई, यो घोटाला विषय चाहिँ आयोग गठन हुन्छ, अब जिटिएको जाँच हुन्छ 11 देखि 26सम्म भने नि। ये धतुरेहरू, यो सन्दीप लिम्बू जस्तो धतुरे जिटिएकै अन्डरमा एचएडीसी अनि 10 करोड गोरामुमोलाई प्रदान गरेको भुल्यो। 11 देखि 26 भित्रको मियाद हो। अनि त्यो 10 करोड चाहिँ त्यो जाँचको परिधिमा आउँदैन र धन्यवाद ज्ञापन दिएको हतार हतार। अनि गोजामुमो अचम्म लाग्थ्यो होइन, यहाँ चाहिँ खालि अनित थापाले मात्रै घोटाला गरेको जस्तो सबै लिप्त छ। अनि पहाडमा एकदम प्रचलित नाम छ नि क्या, सिन्टेक्स बाबा, सिन्टेक्स बाबा भन्छ नि क्या। सिन्टेक्स भरि पैसा पक्रेको, त्यो सिन्टेक्समा पैसा पक्रेको चाहिँ कुन समयमा हो?
2022 मा कि 2023 मा कि हालैमा? त्यो त पक्रेको त 2013 मा हो। अनि त्यो पैसा चाहिँ 2013 मा पक्रेपछि यहाँनिर कसको सत्ता थियो? गोजा मोमोको। अनि त्यो सिन्टेक्सको अब जाँच भयो भने को माथि जाँच हुन्छ? गोजा मोमो। अहिले अनित थापासँग गोजा मोमोलाई आपत्ति भयो। 2013 देखि चाहिँ यता 17 सम्म अनित थापासँग किन आपत्ति भएन गोजा मोमोलाई? त्यत्रो पैसा पक्रिँदा पनि उल्टा त्यहाँबाट पनि रिहा गराएर गोजामुङकै नेतृत्वमा राखेर त लिड गराए त 17 सम्म। त्यससँग आपत्ति भएन किन? सबैजना मिली चक्काइरहेको थियो होइन? अनि यिनीहरू पाखण्डीहरू, भाइ तिमीहरूको यति साह्रो लो ग्रेड के भन्छ डिग्रेडेड पोलिटिक्सले नि गोर्खे राजनीति यति साह्रो छल्ला बिल्ला लाचार बेजतीको सङ्घारमा देखिरहेको छ। यिनीहरूलाई हतार पर्छ फेरि मिडियामा आएर चाहिँ धन्यवाद ज्ञापन गर्नु हरेक कुरामा। अनि यिनीहरूकै फेरि समाचार बनेर चाहिँ लाछाप्रै प्रचार हुन्छ फेरि। यो नेता भनौदाहरू सही गोर्खे राजनीतिमा जब जातिलाई परेको बेलामा कहिले बोल्छ? एसआइआरको उदाहरण 1 लाख भन्दा बढी हाम्रो गोर्खे जातिलाई चोट पुगिरहेछ त एसआइआरको माध्यमबाट। कहिले बोल्यो? यो लङ भ्यूको उदाहरण, हाम्रो पहाडमा 87वटा चिया बगान छ। म त्यही कमाने आमाको कोखबाट जन्मेको। मलाई त्यही 2 पात 1 सिउरो टिपेर आमाले हुर्काको भन्ने नेताहरू लङ भ्यूको विषयमा बोल्दैन। अनि लङ भ्यूलाई खाने बाघले उब्रेको 86वटा कमानलाई खाँदैन? सोच्दैन? किन बोल्दैन? बोल्यो भने सरकार विरुद्ध जानुपर्छ नि त। अनि अब सुमेन्दु सरकारको कुरा। हाम्रो देशको प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले हरेक जनसभातिर एकदमै भिडियो निस्केको छ पैसा थाप्दै गरेको भनेर चाहिँ जब सुमेन्दु अधिकारीज्यू तृणमूलमा हुँदा ल्याङ फ्याङ बनाए नि, बेइज्जत गरे नि, जाँच हुन्छ भने नि। तर वही व्यक्तिलाई त फेरि भाजपामा हालेर त मुख्यमन्त्री बनायो। अनि जो घोटालाको जाँचको परिधिमा भएको व्यक्ति मुख्यमन्त्री भएपछि चाहिँ यो यतापट्टिको घोटालाको जाँच गर्ला? कैमरा के सामने, टीवी कैमरा के सामने कितना लाए हो? अच्छा लाओ लाओ, और ऐसे कुर्ते में रख देते हैं। टीवी पे देखा कि नहीं देखा आपने? और चेहरा कितना भोला भाला था, ऐसा लगता था ये तो रोज की आदत वाले लगते हैं। और कुछ लोग तो टीवी के सामने कह रहे हैं इतना कम क्यों लाए? तो कहता है दूसरे थोड़े दिन के बाद दूंगा, तो कहते हैं कि जल्दी करना। एक और कह रहा है कि भाई मुझे तो दिया लेकिन थोड़ा उनको भी दे दो, थोड़ा संभालना पड़ेगा। अनि अर्को कुरो, हालैमा सुमेन्दु सरकारले भन्नुभएको थियो पहाडको गोर्खाहरूको आशीर्वादको कारणले गर्दाखेरि चाहिँ हामीले सरकार बसाउन सक्यौं बङ्गालमा भन्नुभएको थियो। यदि तपाईँ साँच्चै नै गोर्खाहरूप्रति कृतज्ञता प्रकट गर्नु चाहनुहुन्छ भने एउटै इस्यु छ, यति भए काफी हाम्रो लागि। मदन तामाङ हत्याकाण्ड केस खोलिदिनुहोस्। त्यसको बादमा चाहिँ यहाँनिर एउटा स्वच्छ राजनीतिक परिवेश हामीले तयार गर्न सक्छौं। किनकि यहाँनिर युएपीए एक्ट लाग्नेहरू, हतियाराहरू, आर्म्स होल्डिङ केसको भडाहरू सब
राजनीतिमा यहाँनिर होमिएकोले गर्दाखेरि चाहिँ हाम्रो राजनीति यहाँनिर डामाडोल बनाइदिएको छ। अनि म फेरि पनि भन्न चाहन्छु, यदि सुवेन्दु सरकार साँच्ची नै गोर्खाहरूप्रति अलिकति पनि संवेदना राख्नु चाहन्छ भने मदन तामाङ हत्याकाण्ड केस चाहिँ खोलिएको हुनुपर्छ, ताकि गोर्खा समाजले पनि विश्वास जगाउन सकोस् न बङ्गालपट्टि। हामीपट्टि स्वच्छ भाव निगरानी राख्दो रहेछ, हामीलाई न्याय दिँदो रहेछ बङ्गाल सरकारले भन्ने पनि होस् न। किनभने आजको दिनसम्म कहिले पनि बङ्गाल सरकारले न्याय दिएको छैन। अब जनताले सोच्नुहुन्छ होला, घोटालाको जाँचको लागि नै आयोग गठन गरेको छ त यसले किन विरोध गर्यो भन्छ होला। पत्ताउँदिन। श्यामल सेन कमिटी देखेकै हो। यो घोटालामा कन्स्टिट्युसनल औदामा बस्नेहरू पनि लिप्त छ कि छैन थाहा छ नि हामीहरूलाई। अहिले नाम भनिदियो भने नि बिना बित्थामा हाम्रो मुख दबाउनको लागि केस आइहाल्छ। उनीहरू चाहिँ फेरि उनीहरूले नै ल्याउने अरे सिबिआई इडीहरू क्या हौडेको घोटालाको नौटङ्की। त्यसै कारण सठिक कार्य गर्नुपर्छ, सठिक बाटोमा हिँड्नुपर्छ, सठिक राजनीति गर्नुपर्छ। अत्ताना पत्तामा धन्यवाद भन्नुको लागि मात्रै आतुर हुनु हुँदैन हो मिडियामा।